साथीहरु आज एउटा दामी ठाउँमा म घुम्न आएको छु। यो एकदमै टिकटकमा एकदमै भाइरल भएको ठाउँ हो। यो ठाउँ चाहिँ हाम्रो पाखरीबासतिर पर्दो रहेछ। ठ्याक्क घुम्ने आउँदै क्रममा बाटोमा देखिरहेको यो ठाउँ मैले टिकटकमा एकदमै बढी नै यो ठाउँलाई मैले देखिरहेको थिएँ। कस्तो दामी ठाउँ रहेछ कि यो। सिडी चढ्दै माथि जानु पर्दो रहेछ। माथि पुग्नु पर्यो। माथि पुगेर त्यसपछि चाहिँ तपाईलाई यहाँको भ्यूहरु देखाइन्छ। वेल यताबाट गइरहेको थिएँ ठ्याक्कै नै यो ठाउँ देखियो। हेर्न सक्नुहुन्छ यहाँदेखि सिडी चढ्दै माथि गयो भनेपछि मन्दिर चाहिँ माथि रहेछ। यस्तो दामी ठाउँ रहेछ। यहाँदेखि चाहिँ भ्यू हेर्नु पर्यो। ओ माई गड कस्तो दामी ठाउँ रहेछ त। पुरै हुस्सो लागेको देखिरहेको छ तल। मन्दिरतिर पनि गइदिउँ। चढ्दै जानु पर्दो रहेछ माथि। स्वर्ग नै हो यो ठाउँ भनौँ। हाम्रो नेपालमा यस्तो राम्रो राम्रो ठाउँहरू छ। सबैले घुम्नुपर्ने ठाउँहरू। यस्तो तराईको मान्छेहरूलाई त अहिले साह्रै गर्मी भइरहेको होला। हामीले चाहिँ यता चिसो अहिलेको मौसममा पनि जेठको मौसममा पनि यस्तो दामी चिसो वातावरणमा बस्नु परिरहेछ। यतादेखि त पुरै हुस्सो लागेर तलतिर त केही नदेखिँदो रहेछ। जाम न चढ्दै जाम। यता बस्ने मान्छेहरूलाई पनि कस्तो दामी यस्तो राम्रो मौसममा सधैँ बस्नु पाउनु कस्तो आनन्द हो है। यस्तो राम्रो ठाउँमा बस्ने मान्छेहरूलाई त झनै आनन्द। यसो प्रकृतिको वातावरणमा बस्नु पाउनु एकदमै राम्रो कुरा। सो अब चाहिँ मन्दिरतिर पुगिरहेछौँ। ल हामी चाहिँ अब मन्दिरतिर प्रवेश गर्यौँ। यस्तो राम्रो मन्दिर यो डाँडाको टुप्पोमा बनाएको रहेछ। वाउ तलको भ्यू यहाँदेखि भगवानलाई दर्शन छ मेरो। यस्तो घुमाउने ठाउँ पनि रहेछ यता। यहाँदेखि माथि पनि चढ्नु पर्दो रहेछ। माथि चढ्न मिल्छ कि मिल्दैन? ए माथि गेट बन्द रहेछ। यस्तो घुमाउने ठाउँ।
वाउ साह्रै यस्तो उचाइमा छ है यो यहाँ हेर्न सक्नुहुन्छ तल त केही देखि नै रहेको छैन यो सबै हुसो लागेको हो तल सबै हुसो लागेको तल ओके सबैजनालाई यता आइदिनु होला एकचोटि घुम्न आउनु होला यो ठाउँमा मलाई चाहिँ यो ठाउँ एकदमै साह्रै मन पर्यो यहाँदेखि हेर्न सक्नुहुन्छ यस्तो सिँढीहरू माथि चढ्दै आउनु पर्छ अनि कस्तो हुसो लागेको ठाउँ छ हैन यता घरहरू पनि छ राम्रो ठाउँ छ एकदमै बाटोमा पर्दो रहेछ यो आज चाहिँ यता पुग्न पाइयो राम्रो लाग्यो राम्रो ठाउँ पनि रहेछ यस्तो घुम्नुपर्छ यस्तो राम्रो ठाउँहरूमा ओके सबैजना साथीहरूलाई टेक केयर राम्रोसँग बस्नुहोस् हैन अनि मौका मिल्यो भनेपछि आउनुहोस् यो ठाउँमा घुम्नको लागि सो ओके सबैलाई बाई बाई